यसो हुन्छ अब बिङ वान अफ द लिडर्स अफ दिस टिम आई गेस इट्स माई रेस्पोन्सिबिलिटी कि म कसरी आफूलाई चाहिँ टिमको लागि स्टेप अप गर्न सक्छु हरेक मुभमेन्टमा र यहाँको जति पनि गेमहरू भएको छ यदि तपाईँले नजिकबाट निहाल्नुहुन्छ भने 10-12 ओभर पछि चाहिँ अझै डिफिकल्ट हुँदै जान्छ र साथै अब जुन तरिकाले हामीले पनि ब्याटिङमा थोरै स्ट्रगल गरिरहेको थियो ब्याक एन्डमा त्यसरी नै अब हरेक टिमलाई नै स्ट्रगल हुनेछ र 10 ओभरमा 60-65 रन बनाउनु भनेको एकदम गाह्रो अवस्था नै पुग्छ कुनै पनि टिमको लागि प्लस पोइन्ट कतारसँग के थियो कि उहाँहरूको हातमा चाहिँ विकेटहरू टन्नै विकेट नै थियो तर आई गेस अब त्यो एक विकेटको हामी खोजीमा थियौँ त्यो विकेट आउने बित्तिकै आई डोन्ट थिङ्क कि मैले यति धेरै केही गरेको पनि छु तर जुन तरिकाले टिम एकजुट भएर त्यो मुभमेन्टमा बसेर त्यो प्रेजेन्टमा बसेर सबैले आफैलाई नै जसरी प्रुभ गर्न खोजिरहेको छ चाहे त्यो कुनै फिल्डरले होस् चाहे कसरी पनि होस् एन्ड आई गेस सबैजनाले हामीले त आफ्नो काम गर्ने आएर बोलिङ फाल्ने तर त्यहाँ चाहिँ पुरै ग्राउन्डभित्र जुन बाँकी 10 जना अझै हुन्छ म बाहेक उहाँहरूको पनि त्यति नै महत्त्वपूर्ण जिम्मेवारी हुन्छ र उहाँहरूले आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गर्नुभएको छ र साथै आई गेस यो अब एउटा टिमको बिलिभ छ सबैमा एकअर्कामा र त्यसमाथि एकदम इम्पोर्टेन्ट बेलामा जुन चाहिँ अब वर्ल्ड कपको एकदम स्पोर्टको लागि हामी लडिरहेको छौँ यहाँ चाहिँ र त्यही नै हो। युएसँग